बा आजको काम तिमुरको के हो यो के हो यसको नाम के हो सुलभ के अरे सोबिल ल गङ्गटा बा आज दिनभरि अर्मादी गएर छोराहरूले माछा खान्छ त्यसले गटा बा हामीले साना कति छोपेर खाइन्थ्यो बा हामीले छोप्न सुरु गर्यौँ किल्टी भरिन्थ्यो गटाले कहिले राउन्ड जानु अझै कहाँबाट छोप्नु माछा ल बाफ्रे रमाइलो भयो भन कान्छु तिमीले नि छोपिक्यौ कान्छु माछा छोपिन्यौ के गर्यौ त नि तिमीले ए बस्यो बा फिस छोप्छु भन्थ्यौ त पहिला त फिस छोप्न जान्यो भन्थ्यौ र ल एउटा गङ्गटा गटालाई चम्चाले नछोइन हातले चमाइन ठुलो गङ्गटा नि खगे यहाँ खेलासी त मर्छ अझ त्यो लुकाउने भाँडो नि हालेका रहेछन् यदि जानेका ढुङ्गा हाल्न नि फेरि हेर माटो अलिअलि माटो नि हालिदिनु पर्छ के भन्छन् यसको नाम ल भन्छ यसलाई खान्छन् खान्नन् हामीले कम खाइन्थ्यो पहिला यति धेरै त खाइएन खेतैभरि खुट्टा खुट्टा हुन्थ्यो उहाँ राखुको घर हो नि कहाँ जाने हो र राहु त अहिले कहाँ जान मिल्छ त नि होइन हौ त मम्मी काठमाडौँ जानुहुन्छ नि भयो छोड्दे त्यो माछा टुक्रा पारेर हालिदिएको खाएकै छैन खान्छ खुट्टा यसको खै त ठुलो खुट्टा नै माछी चाहिँ यहाँ रहेछ ओ टो ऊ बा ये बन्द गर तिमीलाई रमाइलो भयो आज रमाइलो भयो सोबिल टोक्यो तँलाई मुख हाल्ने होइन हात धोएर हाल होइन टोक्न त टोकी त त्यो यत्रो त्यो पर्पल कलरकोले टोके होइन पर्पल कलरको त टिक्न झाँक्री हुन्छन् टिप्न उन्न पर्पल कलरको गँगटा त देउता हो ठुलो त पर्पल रातो रेड कलरवाला गँटा त झिक्न न झाँक्री भगवान हो झाँक्री भगवान हो खतरनाक हो खतरनाक बा मेरा छोराहरूको काम ल बाफ्रे माछा छोला भएका छोलाउने होइन